नमस्ते साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। सो आज पनि म नयाँ डे नयाँ भ्लग लिएर आइसकेको छु साथीहरु हैन। अनि मेरो भ्लग चाहिँ प्राय सब बाहिर जाने बेलाको मात्रै भइरहेछ हैन। एज यु क्यान सी यहाँ बुढो र म बाहिरै छौं आज पनि। अनि आज चाहिँ हाम्रो काम भएको भएर हामी यास मलतिर जाँदै छौं हैन। सो काम चाहिँ के भन्दाखेरि बुढोको चाहिँ अफिसियल मिटिङ छ हैन। उसको मिटिङ चाहिँ 6 बजेदेखि छ अनि अहिले चाहिँ 2:30 भएछ। अनि हामी चाहिँ बाहिर निस्किँदैछौँ। अनि बुढो चाहिँ मिटिङमा जान्छ अनि म चाहिँ यास मल घुम्दै बस्ने हो। छिटो आऊ न, किन नाटक बेसी के घाम भयो भनेर दौडिने रे के डर छ भनेर गाह्रो छ नि। हे प्रभु दौडिनु पर्दैन हौ। सो गाइजहरु प्लिज सब्सक्राइब माई च्यानल है। मेरो च्यानल चाहिँ एकदम नयाँ हो हैन, सबैलाई थाहा छँदैछ। सो मलाई चाहिँ तपाईहरुको सपोर्टको खाँचो छ। सो प्लिज डु सब्सक्राइब। मैं तुम्हारे बाप का नौकर नहीं हूँ। हामी चाहिँ हिँड्दैछौँ। हामी चाहिँ गाडी चढ्ने ठाउँसम्म हिँड्नु पर्ने हुन्छ। सो त्यही भएर बुढा अगाडि दौडिँदैछ डर छ भनेर। सो साथीहरु अहिले चाहिँ समर सुरु भइसकेको छ, त्यही भएर गर्मी सुरु हुँदैछ। त्यही भएर अब घामले डढ्छ नि त, त्यही भएर हामी चाहिँ शीतल हुँदै हैन जाँदैछौँ यस्तो कुना कुनामा हुँदै। यता चाहिँ घाम छ। सो हामी बस चढ्ने ठाउँसम्म चाहिँ हिँड्नुपर्ने हुन्छ, अलमोस्ट 10 मिनट जस्तो। साथीहरु मलाई चाहिँ खासमा यो चस्माहरू लाउन हैन, त्यो चाहिँ मलाई हल्का मन लाग्दैन भन्दा नि अक्वर्ड फिल हुन्छ क्या। बाहिर हिँड्दाखेरि चस्मा लायो भने चाहिँ मान्छेले मलाई हेरिरहेछ के भन्छ होला जस्तो फिल हुन्छ। तर यहाँ चाहिँ लाउनै पर्ने हुन्छ किनभने घाम एकदम ब्राइट छ अनि आँखा खान्छ क्या, आँखा पोलेर पुरै आँसु झर्छ। सो त्यही भएर चस्मा इज म्यान्डेटरी समरमा चाहिँ। अनि त्यही हो साथीहरु, हामी जाँदैछौँ, देखाउँछु म आज हामी कहाँ घुम्छौँ के गर्छौँ भनेर है त। 1 hour later. सो साथीहरु हामी चाहिँ गाडीबाट झरेर हिँड्दैछौँ हैन। हामी चाहिँ यासमल पुगिसक्यौँ। यासमल बेसमेन्टमा हिँड्दैछौँ माथि जानको लागि। गाडी चाहिँ यस्तो प्याक थियो, ओ माई गड, खुट्टा राख्ने ठाउँ थिएन। सो मैले भिडियो बनाउन पाइनँ। अहिले चाहिँ हामी फाइनली यहाँभित्र छिर्न लाग्छौँ अब यासमल पार्किङबाट भित्र। अनि माथि जानुपर्ने हुन्छ घुम्नको लागि चाहिँ। भरि आइपुग्यो होइन त फाइनली हामी लिफ्टबाट कुन फ्लोर जाने हामी? ग्राउन्ड फ्लोरमा जान्छौँ है त, बेसमेन्टबाट। We are going in ground floor. मलाई तिर्खा लागिसक्यो, मलाई पानी खाने बेला भइसकेको छ। सो पानी खाने हो अनि घुम्ने हो, दामी पारेर ल्याएको छ। के भयो? जुत्ता मिलाउँदै वैसिन्छ। पब्लिक एरियामा त के हुन्न त। सो साथीहरु हामी चाहिँ मलभित्र छिर्सकेका छौँ, तर मल चाहिँ खाली छ। अनि बुढो चाहिँ त्यहाँ मलाई खुरेर बसेको छ हैन। तर आज मल चाहिँ प्राय खाली छ। सायद बेलुका भएपछि मान्छेहरू हुन्छ होला, अहिले चाहिँ प्राय खाली नै रहेछ मल। कता जाने? जरा यहाँ छ। हामी चाहिँ यहाँ घुम्दैछौँ। कल गर न अनि जाउँ नभए तलतिर। कल गर्दै हुनुहुन्छ। हामीलाई चाहिँ वाइफाईको पासवर्ड चाहियो मलको। सो उसको साथीलाई फोन गर्दैछ, उसको साथीले चाहिँ हाम्रो वाइफाईको पासवर्ड दिन्छ है साथीहरु। आइफोन किनिसक्यो अनि त्यहाँ आइफोनको स्टोर जाने भन्छ। जाऊँ न त हेर्ने कत्रो एप्पल स्टोर। ओके, स्टोरमा त महँगो भने नि तिमीले, महँगो होला नि। ओ कति राम्रो, यो के हो माथि झुन्डाएको साथीहरु। अघि नै मलमा नि टन्नै घुमिसक्यो हामी चाहिँ। मैले सपिङ पनि गरेको छ टन्नै, यहाँ सपिङहरू पनि सकिसक्यो। सपिङ गरेर चाहिँ बिजी भएको भएर मैले भिडियो लिएन। सो अहिले चाहिँ हल्का खाली भयो। सो म भिडियो लिँदैछु, गफ गर्दैछु। H&M पनि छिर्नु बाँकी छ, H&M एकछिनमा छिर्ने हो। अहिले चाहिँ हामी जाँदैछौँ ग्राउन्ड फ्लोरमा
ग्राउन्ड फ्लोरबाट घुमेर आए पछाडि फेरि यहाँ आउने हो कहाँ जाने एचएनएम नआए पहिला म्याक्स जाउँ न म्याक्स जाने हो साथीहरू हेर्नु त दुईटा झोला मलाई बोकाएर एक्लै मस्तले हिरो भएर हिँडेको छ मेरो बुढो चाहिँ अच्छा ठीक है ठीक है भन्ने बित्तिकै लियो थ्याङ्क यू सो मच सो तलतिर जाने हो हामी चाहिँ होइन यस्तो देखाएको छ त म्याक्स चाहिँ यहाँ अगाडि छ हामी चाहिँ म्याक्स जानु लागेको म्याक्समा पनि दामी दामी सामानहरू पाउँछ कपडाहरू पाउँछ सो म्याक्स जाने हो अनि सँगसँगै क्यारी फोर रहेछ त्यहाँ क्यारी फोर पनि जाने हो तिमी म्याक्समा कहिले गएकै छैन त्यही भएर तिमी नबोल क्या नबोल मलाई थाहा छ के पाउँछ के पाउँदैन अब ये भी मुझे सिखाना पड़ेगा आपको त्यहाँ केटीहरूको प्राइस सबै पाउँछ केटीहरूको राम्रो राम्रो ड्रेसेसहरू पाउँछ म्याक्समा चाहिँ खासै पाएन अहिलेलाई चाहिँ सो हामी जाँदैछौँ उसको के अरे मिटिङ अब सुरु हुन लागेको छ सो यहाँ धेरै बेर हेर्न पाएन अन्त हेर्छु म चाहिँ के झुन्डाको हो यस्तो यो दामी रहेछ त सो उहाँ चाहिँ जाँदै हुनुहुन्छ मिटिङको लागि मलाई एक्लै छोडेर अनि म चाहिँ एक्लै बस्नुपर्ने हुन्छ कुरेर पार्टीको लागि जाँदैछ ऊ चाहिँ पार्टीको लागि म चाहिँ कुरेर बस्नुपर्ने हुन्छ सो बुढो चाहिँ गेट टुगेदरमा गइसक्यो म चाहिँ यहाँ उसले वेट गरेर बसिरहेको छु होइन यहाँ बस्ने ठाउँ छ एकछिन बस्छु त्यस पछाडि म एक्लै जान्छु सपिङ गर्नु ऊ नभएको बेलामा सपिङ गरिहाल्नु पऱ्यो गाइज साथीहरू यो झुन्डेको चाहिँ के होला यस्तो दामी झुन्डाको छ तर यो के झुन्डाको होला क्या मलाई पनि थाहा भएन सो म चाहिँ एक्लै घुम्न जाँदैछु बुढो चाहिँ गइसक्यो अनि यहाँ झुन्डाको छ दामी दामी यो के हो मलाई थाहा छैन तर राम्रो देखाएको छ होइन सो म चाहिँ जान्छु अब कपडाहरू हर्न गर्नको लागि ऊ नभएको बेलामा सब सपिङ गरेर पैसा सकाइदिनु पर्यो शर्म है कुछ शर्म आया है तुम्हें शर्म है मलाई छोडेर गइस के गर्नु त होइन अब सबै पैसा सकाइदिन्छु म उसको 2 hours later सो साथीहरू बुढोको चाहिँ मिटिङ सकेर आइसक्यो रे बाहिर सो म पनि निस्किँदैछु म चाहिँ अहिलेसम्म साथी भेट्यो होइन अनि साथीसँग 2 घन्टा कुरा गरेर बसेको सो मैले भिडियो चाहिँ लिएन अनि त्यही भएर बुढो आउँदैछ अब बुढोलाई भेटेर एकछिन फोटोसोटो खिचेर हामी चाहिँ घरतिर लाग्छौँ यस्तो छ बाहिर अब कहाँ होला त बुढो खोज्नुपर्ने हुन्छ है अनि चाहिँ घरतिर लाग्ने हो साथीहरू उहाँ चाहिँ यहाँ आएर बस्नुभएको रहेछ मैले भेटेँ हेलो पखन कहाँ हिँडेको साथीहरू अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ अनि आज चाहिँ हल्का फुल्का सपिङ भयो उसको अफिसियल काम पनि भयो अनि म चाहिँ साथीसँग 2 घन्टा गफ गरेर बसेँ खासै घुम्न पाएन सो अब चाहिँ हामी जानुपर्ने हुन्छ गाडीतिर यसमा त तिम्रो त कति धेरै साथी नै साथी हो बाबा उहाँ चाहिँ पहिला पनि काम यही 2 वर्ष गर्नुभएको भएर टनटनाटन साथी होइन जहाँ पनि काम गरेको रे अझ चिन्तै छैन उहाँलाई त काम गरे गर्नु परिहाल्यो नि काम नगरी त अनि कसरी चल्छ त बाबा काम नगरी त हाम्रो घरबार चल्दैन नि त गाडी चाहिँ पाउँछ जस्तो लाग्दै छैन मलाई हामी चाहिँ गाडीमा चढ्यौँ कार्डिफमा चढ्यौँ गाइस आज फर्स्ट टाइम गाडीमा नेपाली गीत सुन्न पायो हो नि दाइ काठमाडौँको माइक्रोमा चढेको जस्तो फिल भइरहेछ आज हामीलाई होइन गीतै सुन्न पाउँदैन हेर नेपाली गीत अनि हाम्रो नेपाली दाइले नेपाली गीत बजाइदिनु भएको छ हामीलाई है गाउँतिर जाँदाखेरि बजाएको जस्तो छ दामी बाहिर चाहिँ यस्तो छ होइन
साथीहरू हामी चाहिँ कार्लिफबाट झरेर पनि हिँड्दैछौँ भिभा अगाडि आइपुग्यौँ होइन कति देखाउनु यही एउटै भिभा एउटै वेयरमार्ट बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ के गर्नु जाने ठाउँ कतै छैन नजिकको पसल भनेको यही हो हाम्रो लागि सो अब हामी जाँदैछौँ मलाई चाहिँ हल्का भोक लागेको अवस्था अहिले आएर साथीहरू मलाई चाहिँ बुढोले चिया लिएर आइदिएको छ होइन यत्रो सानो क्युट कपमा थ्याङ्क यू तर यो चिया चाहिँ मेरो एक गाँसमै सक्ने वालामा छ किनभने यो एकदम सानो छ मिनी चिया आई कस्तो तर्से बिरालो ओ माई गड कसम म त्यो बिरालोले हात यस्तो गरे म कस्तो तर्स्यो कहाँबाट याद छिरो ओ माई गड ओइ यस्तो कसम मेरो यस्तो साथो लाग्यो ओ माई गुडनेस म्याउ म्याउ कहाँबाट छिर्यो यो यहाँबाट छिर्यो जस्तो छ भाइ